छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो सहर छोडी टाढा। थ्याङ्क यू सो मच। तपाईँ कहाँ कुन सहरबाट आउनुभएको? म सिक्किम मङ्गलबारी वेस्ट सिक्किम इन्डिया। तपाईँको नाम? प्रणिता तामाङ। प्रणिता तामाङजी, तपाईँ काठमाडौँ छोड्नुपर्छ जस्तो त लागेन त है? चारवटा चेयरहरू घुमेको छ होइन? तपाईँले मिठो गाउनुभयो। थ्याङ्क यू सर। अनि इम्प्रोभाइजेसनहरू पनि अब कतिपय चाहिँ के हुन्छ भने कतिपय इम्प्रोभाइजेसनले चाहिँ गीतलाई ठ्याक्कै गीतको मुड नै चेन्ज गरिदिन्छ, गीतलाई अर्कैतिर पुऱ्याइदिन्छ। तर कतिपय इम्प्रोभाइजेसनहरू चाहिँ मैले कसैलाई कन्भिन्स गर्नुपर्छ, कुनै चेयर घुमाउनुपर्छ भने गर्नु पनि पाइन्छ इफ त्यो इम्प्रोभाइजेसनले त्यो गीतलाई मार्दैन भने। अब यो यस्तो सदाबहार गीतलाई तपाईँले यस्तो मजाले आफ्नो बनाएर गाउनुभयो। तपाईँ गीतभित्र छिरेर गाउनुभयो क्या, अनि बहुत ब्युटिफुल सिङ्गिङ गर्नुभयो। तपाईँलाई धेरै धेरै शुभकामना, राम्रो गर्नु। प्रणिताजी लास्ट फ्याफुल्ला है, अब तामाङ हुनुहुँदो रहेछ, फेरि तनाव भयो मलाई त। ओके प्रणिताजी, साह्रै एकदम सोलफुल भोइस, तपाईँको सुदिङ आवाज, या दिलमै पुरा छुने होइन, पुरा गुजबम्स हुने खालको आवाज रहेछ। अनि यस्तो आवाजलाई सुन्न पाउनु हाम्रो पनि यो भाग्यको कुरा हो। तपाईँ यहाँ सिक्किमदेखि आउनु भएको छ। सिक्किम मेरो अलवेज अल टाइम फेभरेट ठाउँ हो, धेरैचोटि गएको छु सिक्किम होइन। सिक्किमको मान्छेहरू उत्तिकै लभली, गाउने मान्छेहरू झनै लभली होइन। सो कोच प्रमोदले सबै कुरा भनिसक्नु भएको छ, तपाईँले एकदम फिलमा गाउनुभयो। र मेन कुरा त यो यस्तो कठिन गीतमा त कन्ट्रोल्ड भोइसको जरुरत हुन्छ नि त, त्यो तपाईँमा रहेछ होइन। यति मजाले नआत्तिकन कति आरामले गाउनुभयो, मजा आयो हामीलाई सुनेर। सो एकदमै यहाँलाई स्वागत छ नेपालमा पनि, र द भोइस अफ नेपालको सिजन 7मा पनि तपाईँलाई धेरै धेरै स्वागत छ। थ्याङ्क यू म्याम। थ्याङ्क यू। प्रणिताजी नमस्ते, बहिनी फ्याफुल्ला। अनि थ्याङ्क यू, यस्तो मिठोसँग गाउनुभयो यो गीतलाई, एकदमै मजा आयो। तपाईँको आवाजमा जुन एउटा ठहराव छ, जुन एउटा मिठास छ, त्यसलाई आई डोन्ट नो लाइक दिस जति बयान गरे पनि इट्स भेरी लेस, एकदमै थोरै मात्र हुन्छ होला। त्यसले गर्दाखेरि तपाईँलाई सुपर ब्लग तर यस्तो फेरि अब मैले होइन फेरि अब यस्तो मलाई साह्रो तनाव भयो क्या। मैले कोच राजले भनिसकेँ, अब प्लिज तपाईँ मेरोमै आउनुपर्छ है प्रणिताजी। यता धेरै कम्पिटिसन छ, यता हेर्दै नहेर्नुहोस् है, यता धेरै कम्पिटिसन छ। यता पनि उत्तिकै कम्पिटिसन छ। अनि अब भाइ बहिनीहरू अब होस् छोडिदिएँ मैले होइन, तर एउटा कुरा के प्रणिताजीको माया आशीर्वाद चाहिँ सधैँ छ है। थ्याङ्क यू सर। कोच खेम BLOCKED। आफैमा एउटा मिठो गीत त हो, तर यसमा तपाईँको आफ्नो फिलिङ्सहरू यस्तो मजाले तपाईँले यो गीतमा लिएर गाइदिनु भयो। गीतमा एक खालको प्राणै भरिदिनु भयो होइन। कतिपय कुराहरू अन्य कोचिसले भनिसक्नु भएको छ। कहिले काहीँ ट्यालेन्टहरू के हुन्छ भन्दाखेरि कुनै रियालिटी सोहरूमा अथवा कुनै प्रतियोगितामा जानुभन्दा अगाडि लर्बराउँछन्, डराउँछन् होइन, हौसला विहीन हुन्छन्। तपाईँ यस्तो मजाले कोही नभएर एकदम फिलिङ्समा चाहिँ तपाईँले गाउनु भएको थियो, त्यो चिज मलाई एकदम मन पर्यो। र सुरुको आलापदेखि लिएर अन्तिमसम्म मैले एकदमै इन्जोय गरेँ र धेरै धेरै चाहिँ आशीर्वाद हजुरलाई। थ्याङ्क यू सर। थ्याङ्क यू सो मच प्रणिताजी। लु मलाई एकदम चाहिन्छ तपाईँ है, तपाईँको लागि म के गरौँ, जे गर्नु भन्नुहुन्छ